जेन्जी विद्रोहमा चाहिँ युएस एम्बेसी युथ काउन्सिलमा संलग्न युवाहरू प्रशस्त देखिए। यो केवल संयोग मात्र हो अथवा अरू केही? युएस एम्बेसीको चाहिँ कस्तो छ भने तपाईँको कोही पनि अर्बन हिसाबले काठमाडौँमा कुनै पनि कुरामा सक्रिय कोही युवा छ भने उसलाई युएसवाइसीमा तान्नुपर्छ भन्ने धारणा चाहिँ छ त्यहाँ होइन। वा त्यहाँ अप्लाई गर्न उहाँहरूले डिरेक्टली इन्डिरेक्टली इन्करेज गर्नुहुन्छ होइन। अब यो भनेको उहाँहरूको एउटा खालको सफ्ट पावर एक्सर्साइज हो। अनि कोही अब भनौँ न 20 वर्षको मान्छे छ, 18 वर्षको मान्छे छ, 22 वर्षको मान्छे छ भने त होइन, त्यहाँ गयो भने भोलि उहाँहरू विदेशमा पढ्ने सपना देखिराख्नु भएको होला। उहाँहरूले भोलि गएर समाजमा केही कार्य गरौँ, एउटा नाम कमाउँ भन्ने उहाँहरूको होला होइन। वा एउटा व्यवसाय गर्नलाई राम्रो नेटवर्क बन्छ कि भन्ने होला। भनेपछि त्यो आफ्नो त्यो स्वार्थले चाहिँ मानिसहरू चाहिँ त्यहाँ संलग्न हुने हुन्। यद्यपि मेरो केसमा चाहिँ मसँग त्यो पहिलेदेखि नै त्यो आइडियोलोजिकल क्ल्यारिटी थियो होइन, कि चाहिँ म कुनै पनि एम्बेसीमा, एनजिओमा, आइएनजिओमा आश्रित पनि हुँदिनँ, उहाँहरूको सहयोग पनि लिँदिनँ, त्यहाँ संलग्न नि हुँदिनँ भनेर होइन। मेरो एउटा आइडियोलोजिकल बायस थियो होइन। त्यो कारणले चाहिँ म जस्तो केही मानिसहरू चाहिँ त्यहाँ कहिले पनि त्यो पुग्दै पुगेनन्, त्यहाँ छिर्दा पनि छिरेनन्।